हेलो गाइज, गुड मर्निङ। म आज तपाईँलाई आफ्नो 2 महिना वेट लस जर्नीको एक्सपिरियन्स सेयर गर्न चाहन्छु। फर्स्ट अफ अल उहाँ मेरो गुरु सिजन महर्जन सर हुनुहुन्छ। म विगत 2 महिनादेखि उहाँसँगै अनलाइन ट्रेनिङ गरिरहेको छु। उहाँ जिमको एथलेट पनि हुनुहुन्छ र अहिले काठमाडौँको सातो बाटो क्लब जोय फिटनेसमा एज अ ट्रेनर हुनुहुन्छ। निकै नै मोटिभेटेड पर्सन र साथ दिइराख्नु भएको छ अहिलेसम्म। किनकि मेरो सुरुवात 111 केजीदेखि भएको थियो र इभन बर्फी 2 पनि हाल्न नसकिरहेको थियो र माउन्टेन क्लाइमहरू, जम्पिङ ज्याक, हाइनेजहरू यिनीहरू म्याक्सिमम् हान्थ्यो भने 20-10 स्क्वाडहरू त विदाउट वेट त 10 पनि गाह्रै हुन्थ्यो। तर सुस्त गर्दै ट्राई गर्दै र मोटिभेट हुँदै आफूलाई इम्प्रुभ गर्दै गएँ। किनभने मोटोपन गाह्रो नै हुँदो रहेछ। किनकि बाहिर कुरा काट्नेदेखि लिएर स्ट्रगल, केही काम गर्न नै गाह्रो हुने, अनि बाहिर कुरा काट्ने हुन्छ नि, एउटा हेर्छु जिम गरेर के गर्न सक्छ, यस्तै हो आफ्नो एक्सपिरियन्स। र मेरो मिल प्लानको कुरा गर्दाखेरि म बिहान कफी, ओट्स, नट्स खान्छु र लन्चमा चिकन ब्रेस्टहरू र थर्ड मिलमा माछाहरू खान्छु र लास्ट मेरो सलाद, राइसहरू खान्छु। यो मेरो 2 महिनाको वेट लस जर्नी र म सधैँ आफ्नो जर्नी पोस्ट गरिराख्छु, हेरेर साथ दिनु होला। धन्यवाद।